यो न्यू जगन्नाथ ट्रेडिङ उत्तरबेनी धनगढी हो। तपाईलाई लाग्न सक्छ जाबो किराना पसल त हो, कुनसा महत्त्वपूर्ण रिपोर्ट हो र? होइन दर्शकबिन, यो किराना पसल भन्दा पनि यसका सञ्चालक सुरेन्द्र बहादुर रावलको मेहनत र सङ्घर्षको कथा हो, जुन हेर्न लायक र सुन्न लायक छ। सुरेन्द्रले जीवनमा धेरै कुराको अनुभव लिइसकेका छन्। अझ जागिरे जीवनको त सुरेन्द्रसँग 16 वर्षको अनुभव रहेछ। उनले करिबन 6 वर्ष धनगढीकै कैलाली मोडेलमा शिक्षण गरे। त्यसपछि आफन्तले मुम्बईमा राम्रो काम छ त्यहाँ जाउँ भनेपछि उनी मुम्बई हानिए अनि मुम्बईको ताज होटलमा 2 वर्ष जति काम गरे। तर सुरेन्द्रको मन परदेशी भूमिमा त्यति जम्न सकेन। उनी फेरि फर्केर नेपाल आइपुगे। नेपाल आइपुगेपछि सुरेन्द्रले धनगढीकै प्रतिष्ठित होटल रुबसमा काम गर्न थाले। त्यहाँ 6 वर्ष जति काम गरेपछि उनले राम्रो तलब सुविधाको पत्रिकामा विज्ञापन देखेर कोहलपुरको सेन्ट्रल प्लाजामा गए। सेन्ट्रल प्लाजामा सुरेन्द्र जमेर काम गरिरहेका थिए। तलब सुविधा पनि राम्रै थियो, तर एक्कासी आएको कोभिड-19 ले जागिर गुमाउनु पर्यो अनि सुरेन्द्र पुनः धनगढी फर्किए। केही महिना अध्ययन गरेपछि उनलाई किराना, फलफुल र तरकारीको पसल राख्ने सोच आयो अनि धनगढीको व्यस्त चोक उत्तरबेहनीमा चलन चल्तीमा आएको किराना पसल किनेर काम गर्न थाले। अहिले उनले किराना व्यवसाय चलाउन थालेको 3 वर्ष जति भयो। किराना सँगसँगै फलफुल र तरकारी पनि राख्ने गरेका छन्। सामाजिक सञ्जालमा सक्रिय सुरेन्द्र ताजा तरकारी, फलफुल पसलमा आएको खबर आफ्ना ग्राहकवर्गलाई फेसबुक मार्फत जानकारी गराउँदछन्। उनी बिहान 5 बजेदेखि बेलुकी 8 बजेसम्म पसलमै ग्राहकको सेवामा सक्रिय हुन्छन्। उनलाई व्यावसायिक जीवनमा श्रीमतीले साथ दिइरहेकी छिन्। आफ्नो देशमा पसिना बगाउन सुरेन्द्रलाई कुनै हिचकिचाट छैन। उनी अर्डर भएको ठाउँमा तरकारी तथा फलफुल होम डेलिभरी समेत गरिदिने गर्छन्। आज हामीले अत्यन्तै मेहनती, सङ्घर्षशील न्यू जगन्नाथ ट्रेडिङ उत्तरबेनी धनगढीका सञ्चालक युवा व्यवसायी सुरेन्द्र रावलसँग कुराकानी गरेका छौँ। अबको क्रममा यो कुराकानी हेरौँ। स्पोन्सर्ड बाई समरबर पुस्तक पसल हसनपुर धनगढी। सम्पूर्ण अनलाइन फारम भरिने धनगढीको सबैभन्दा विश्वसनीय स्थान चुवाई पुस्तक पसल एलेन चोक धनगढी। विगत 3 दशकदेखि सेवा दिँदै आएको सबै तहका पाठ्य पुस्तक, गाइड र गेस्ट पेपर पाइने स्थान दाहाल पुस्तक पसल बैयाबेडी धनगढी। बोर्डिङ तथा सरकारी विद्यालयका पाठ्य पुस्तकको थोक तथा खुद्रा विक्रेता। स्वागत छ सर यहाँलाई। धेरै धेरै धन्यवाद। सुरेन्द्र सर, मैले अलि ब्याकग्राउन्डमा भने जस्तै यहाँ एउटा व्यवसायी किराना पसल चलाइरहनु भएको छ। धनगढीको एउटा राम्रो चोक, पपुलर चोक हो उत्तरबेनी चोकमा। कतिको चलिरहेको छ पसल, कसरी चलाइरहनु भएको छ? सर्वप्रथम त हाम्रो समर्पण सरलाई, दिल्ली सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो सेवा, यो मौका दिनुभएको अवसरमा यहाँलाई धेरै धेरै मनदेखि नै धन्यवाद दिन चाहन्छु। विगत लगभग 3.5 वर्षको यो पिरियडमा एउटा उत्तरबेनी चोकमा एउटा व्यवसाय गर्ने आँट भनौँ या मौका भनौँ, एउटा समयले जुराएको एउटा योलाई बिस्तारै चाहिँ गतिशील दिँदै जाने क्रममा केही फरक अनुभवका साथ, विगतमा गरेका केही कामहरूको ती अनुभवका साथमा यहाँको स्थानीय स्तरमा भइगरेका व्यवसायहरू, चलिरहेका व्यवसायहरूलाई मध्यनजर गरेर अबको यो लकडाउनको समयपछि यदि भित्री मनले भनेको कुरा यदि केही गर्न सक्छस् भने चाहिँ गर, होइन भने चाहिँ तेरो जिन्दगी धरापमा पर्दैछ है भने जो भित्री